अरू एयरलाइन्स प्राइभेट एयरलाइन्सले एयरलाइन चलाएर पैसा कमाएर कर्मचारी पालेर प्रफिट पनि गर्ने। एउटा नेपाल एयरलाइन्स मात्रै प्लेन चलाएर किन प्रफिट गर्न सक्दैन? घाटा। अनि फेरि अर्को कस्तो भने ऋण जति अर्थ मन्त्रालयले खुरुखुरु त्यो त 82 त उनीहरूले क्यालकुलेट पनि गरे होइन, 3 अर्ब त पनि परे होइन। इफ यु स्टार्ट टु क्यालकुलेट द्याट एज वेल, यो त जज माथि जान्छ। भनेपछि यसरी एयरलाइन्स चलाउने कि यसलाई अब प्रफिटमा लानलाई चाहिँ केही लिने। त्यही भएर अहिलेको सबभन्दा ठुलो च्यालेन्ज भनेको हामीले नेपालले जुन देशसँग चाहिँ हाम्रो चाहिँ एग्रिमेन्ट छ, फ्लाइङ एग्रिमेन्ट, त्यो ठाउँमा चाहिँ प्लेन चाहिँ लिजमा लिएर चलाउने र अहिलेका कर्मचारीहरू बढी भयो भने यिनलाई चाहिँ काम थपिदिनु पऱ्यो नि त, यिनलाई चाहिँ काम आराम लिएर त्यो हिसाबले लिएर जानु पऱ्यो र एयरलाइन्सबाटै बेनिफिट गर्न सक्ने हिसाबले सञ्चालन गर्न पऱ्यो। र अहिले देखेका जति पनि साथीहरू अहिले म्यानेजमेन्टमा आए यिनलाई हेर्दाखेरि कोही पनि त्यस्तो हाइली एभिएसन पढेर एभिएसन बुझेर अनुभव प्राप्त गरेर आएकाले चलाएनन्। म्यानेजमेन्ट गरेका चार्ट एकाउन्टेन्टहरू लगायत यस्ता ल पढेका यस्ता साथीहरूले चलाउँदैछन् भनेपछि त एभिएसन त हामीले डुब्ने बाटा त पठाएकै छौँ त, राज्यको लगानी भइसकेका ठाउँ। त्यसलाई चाहिँ त्यही अनुसारको बरु $10,000 तलब दिएर उनलाई जे सुविधा चाहिन्छ त्यो दिएर त्यो लेभलको मान्छे लिएर आउन, जसले इन्डिगोको सिओले अथवा तपाईँको जुनसुकै एयरलाइन्स जुन सक्सेसफुल कतार एयरवेजको सिओले पाउने फेसिलिटी नेपालमा त्यही लेभलको मान्छे ल्याएर नेपाल एयरलाइन्सलाई अपरेट गरेर भन्न सकिन्न र।